हामी जस्तो सामान्य मान्छेले गीत गाएकै भएर उहाँको मन जित्नु भनेको त धेरै ठुलो कुरो हो नि ब्रदर। उहाँ जतिको आर्टिस्ट वर्ल्ड वाइड फेमस आर्टिस्टले चाहिँ किप साइनिङ नाइस टु मिट यु भनेर त्यसरी चाहिँ स्नेह देखाउनु भनेको त मेरो लागि त ठुलो कुरो हो नि त। त्यो त जिन्दगी कल्पना नगरेको कुरो हो नि त। त्यो त एकदम खुसी लागेको थियो। शाबाश बेटा, बहुत बढिया। त्यो मोमेन्ट चाहिँ अहिले पनि सम्झिनुहुन्छ तपाईँले जे होस्? त्यो मोमेन्ट त अहिले पनि सम्झिन्छु। हो राम्री रहेछौ फुल भन्दा के चाहियो र यो भन्दा चाहिने जो जिन्दगानीमा। हजुर घर गएर कति नुहाउनु भएन? नोराजीको बाँच्न जान्छ भनेर जल्दली याद आउँछ होला तपाईँले त नोराजी? झलझली याद तपाईँ यार झलझली याद पनि आउँछ होइन। अब खास त म ननुहाउनै खोजेको थिएँ होइन। खास त म ननुहाउनै खोजेको थिएँ तर बाबाले हेल्ट हुँदैन नुहाउनु पर्छ भनेर भनिसकेपछि चाहिँ बाबाले चाहिँ भेट्नु मौका पाउनु भयो भने नोराजीलाई मैले मुटु माथि ढुङ्गा राखी नुहाउनु पर्या छ